के बनाउनु हुँदैछ तपाईँ? माछा बनाउँदैछु। यहाँ हेर्नु हाम्रो भाउजूले माछा फ्राई गर्नु हुँदैछ। आज धेरै सालपछि भेट भएको भाउजू। तकरिबन कति सालपछि भेट भएको हाम्रो? कुन सालमा बिहा भएको? 2022 मा। अनि म चाहिँ आफ्टर 2022 पछि आएको। अनि भाउजूले मेरो लागि माछा फ्राई गरिदिनु हुँदैछ। म चाहिँ फुपू घरमा आएको छु। अनि यहाँ चाहिँ दादाहरूको लागि नि स्पेसल उनीहरूको पार्टी छ अरे, त्यसको लागि दादाले भन्नुभयो पेटनारी बनाउन। त सुँगुरको पेटनारी पाक्दैछ यहाँ हेर्नु, तातो तातो। अनि चुलामा बनाएको थाहा छ होला हजुरहरू सबैलाई, स्वादिष्ट हुन्छ भनेर। किनकि आजकल धेरै मान्छेले अब ग्यास युज गरिन्छ। ग्यासको खाना खाइ धेरै सालपछि धेरै महिनापछि चुलाको खाना खायो भने धेरै राम्रो लाग्छ। म चाहिँ यहाँ मजाले बनाइदिँदैछु। कसलाई कसलाई राम्रो लाग्छ सुँगुरको पेटनारी कमेन्ट गर्नु होला, भनिदिनु होला है। अनि खान मन लाग्यो आउनु होला। बाई बाई।